साथीहरु आजको यस भिडियो अन्तर्गत रहेर हामीले छलफल गर्दैछौं नेपालको एपीएफ क्लब र इन्डियाको इस्ट बंगाल बीच जुन फाइनल खेल हुन गइरहेको छ त्यही खेलको विषयमा छलफल गर्दैछौं। आशा छ यहाँहरुले हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। यदि कुनै सुझाव सल्लाह र प्रतिक्रिया छन् भने पनि दिन सक्नुहुनेछ। अहिलेसम्म पनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब नगरेका साथीहरुले नेपालका सम्पूर्ण खेल जानकारी पाउनको लागि सब्स्क्राइब गर्न सक्नुहुनेछ। अब लागौं आजको विषयवस्तुतर्फ। दक्षिण एसियाली फुटबल महासंघ साफले नयाँ प्रतियोगिताका रूपमा साफ महिला क्लब च्याम्पियनशिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका 5 सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वर स्थित र दशरथ रंगशालामा जारी सोही च्याम्पियनशिपको आज फाइनल हुँदैछ, जसमा नेपालको च्याम्पियन एपीएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दैछन्। खेल साँझ नेपाली समयअनुसार 5 बजे हुनेछ। यी दुई टोली नै पहिलो संस्करणका बलिया टोली हुन्। बाँकी 3 टोली पाकिस्तानको कराची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्ट एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेडको प्रदर्शन ठिकठाक मात्र रह्यो। फाइनल अघिसम्म अपराजित रहने एपीएफ र इस्ट बंगाल मात्रै हुन्। आज भने उपाधि छिनोफानको लागि एउटा टोली हार्नेछ, अर्को च्याम्पियन बन्नेछ। स्वाभाविक छ दुवै टोलीले लक्ष्य पहिलो संस्करण जित्ने हुनेछ। एपीएफ घरेलु महिला फुटबलको सबैभन्दा बलियो टोली हो। लीग सहित अधिकांश नकआउटमा एपीएफ नै विजेता रहँदै आएको छ। साता अघि झापामा महिला गोल्ड कपको फाइनलमा गुमाएको एपीएफले गत वर्ष लीग सहित सबै घरेलु प्रतियोगिता जितेको थियो। लीग च्याम्पियनकै हैसियतमा 2 पटक एएफसी च्याम्पियन्स लीग खेलेको एपीएफको त्यसमा राम्रो नतिजा आउन सकेको छैन। एएफसी च्याम्पियन्स लीगमा बलियो दावेदार प्रस्तुत गर्न सहज छैन। यस्तोमा एपीएफलाई घरेलु मैदान नै अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका छ। यस्तो मौकाका लागि एपीएफले भविष्यमा वर्षौं कुर्नुपर्ने हुन्छ। आजको यो मौकालाई सदुपयोग गर्न सके महिला फुटबलमा अर्को एउटा इतिहास रच्नेछ। तर त्यसका लागि इस्ट बंगालको चुनौती पार गर्नुपर्नेछ, जुन सहजै छैन। किनभने जारी च्याम्पियनशिपमा एपीएफले भन्दा इस्ट बंगालको प्रदर्शन चुस्त र प्रभावकारी रहँदै आएको छ। तर त्यसका लागि इस्ट बंगालको चुनौती पार गर्नु सहज छैन भन्नुको मतलब जित्न सक्दैन भन्नु होइन। तर नेपालले पनि राम्रो प्रदर्शन गरेको खण्डमा भारतलाई जित्न सक्छ। च्याम्पियनशिपको अन्तिम लिग खेल एएफसी र इस्ट बंगाल बीच भएको थियो। त्यो खेल गोल रहित बराबरीमा रोकिनुका साथै एपीएफले गोलकिपर अञ्जना राणा मगरको भूमिका महत्त्वपूर्ण रहेको थियो। आफूसम्म आएका सबै आक्रमणलाई उनले रोकेकी थिइन्। एपीएफले केही मौका पाएर पनि सदुपयोग गर्न सकेको थिएन। आज फेरि एकपटक दुई टोलीले आफू श्रेष्ठ रहेको प्रमाणितका लागि प्रयास गर्नेछन्। लीगका 4 मध्ये एपीएफसँग बराबरी खेलेको इस्ट बंगालले बाँकी 3 टोलीलाई हरायो, जसमा बिना गोल खाए 13 गोल गर्यो। अर्कोतर्फ एपीएफले इस्ट बंगालसँगै ट्रान्सपोर्टसँगै गोल रहित खेलेको थियो। एपीएफले नासिरलाई 4-0 र कराचीलाई 1-0 ले हराएको थियो। गोल गर्नेमा एपीएफ इस्ट बंगाल भन्दा कमजोर देखिएको छ। आज त्यसमा सुधार गर्न सके एपीएफले अन्तर्राष्ट्रिय उपाधि घरमा राख्न सक्छ। अन्यथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकै अधिकांश प्रतियोगितामा जस्तो उपविजेतामा चित्त बुझाउनु पर्नेछ। पक्कै पनि पहिला जस्तो हामी उपविजेतामै सीमित रहने छैनौं। आशा छ आजको खेल नेपालले पक्कै पनि जितेर एउटा च्याम्पियनको ट्रफी नेपालमै राख्नेछ र सम्पूर्ण नेपाली खेल समर्थकहरूलाई खुसी तुल्याउनेछ। नेपाली चेलीहरूलाई अग्रिम शुभकामना दिन चाहन्छौं। जितेर सारा नेपालीलाई खुसी तुल्याउनु पर्नेछ। हामीले हाम्रो तर्फबाट बेस्ट अफ लक टिम नेपाल भनेर भनिसकेका छौं। तपाईहरुले पनि नेपालले जितोस् भन्न चाहनुहुन्छ भने हाम्रो कमेन्ट बक्समा बेस्ट अफ लक टिम नेपाल भन्न सक्नुहुनेछ। र तपाई यदि काठमाडौँमै हुनुहुन्छ भने दशरथ रंगशालामा गएर खेल पनि हेर्न सक्नुहुन्छ। यदि मैदानमा उपस्थित हुन सक्नुहुन्न भने युट्युब च्यानल मार्फत पनि खेल प्रत्यक्ष रूपमा हेर्न सक्नुहुनेछ र खेलको मनोरञ्जनका साथै नेपालको जितको शुभकामना पनि दिन सक्नुहुनेछ।